आज चाहिँ मैले हाम्रो इतिहास टपिक टेक्स्ट बुक च्याप्टर 1 जुन च्याप्टरको टपिक छ छागिसोगे र त्यो छागिसोगे भन्ने च्याप्टरको सम्पूर्ण महत्त्वपूर्ण मिनिङहरू लिएर आइसकेको छु र अब कति पनि ढिला नगरी भिडियोतर्फै लागौँ। यहाँ मिनिङहरू छ, म एकपटक कोरियन एकपटक नेपाली अनि फेरि कोरियन फेरि नेपाली भनेर दोहोऱ्याउँछु। तपाईँहरूले पनि त्यही अनुसार पढेर यसलाई चाहिँ बुझ्ने कोसिस गर्नुहोला। ल अब चाहिँ सुरु गरौँ। खुक्जक राष्ट्रियता, खुक्जक राष्ट्रियता, खुल्लो छा श्रमिक, ख्यङछालग्वान प्रहरी, ख्यङछालग्वान प्रहरी, खिसुल्जा प्राविधिक, खानोसा नर्स, खोङमुअन सरकारी कर्मचारी, खुपादा झुकाउनु, खाव्यप्ता हलुका हुनु, नारा देश, नेपाल, नुगु को, नोङ्बु किसान, नाई उमेर, नोफ्दा उच्च हुनु, थेदाप जवाफ, त्यस्तै थोङथिमोरु पूर्वी टिमोर, थामान तर, थोङनोक्जुङ परिचय पत्र, लाओस, मुनबब ग्रामर, मुन्हा संस्कृति, मुत्ता सोध्नु, मंगोलिया, म्यानमार, मोक्सु सिकर्मी, त्यस्तै मान्था धेरै हुनु, बंगलादेश, भियतनाम, फारुम उच्चारण, फाङ्सिक विधि अथवा तरिका, साराम मान्छे अथवा मानिस, सुरिराङ्खा श्रीलङ्का, त्यस्तै सङसेङनिम शिक्षक अथवा टिचर, सोबाङवान अग्निनियन्त्रक, साङदे दोस्रो पक्ष, सुकिदा निहुराउनु, सोन हात, सिगान समय, साङवान अफ द प्रवाह नहुनु, साङवाङ अवस्था, त्यस्तै इरुम नाम, इन्सा अभिवादन, एजल संस्कार, उज्बेकिस्तान, इन्डोनेसिया, अनुकुन, आनेगासियो नमस्ते अथवा नमस्कार, उइसा डाक्टर, योरिसा कुक, अबु माझी जुन चाहिँ माछा मार्ने मान्छेलाई चाहिँ माझी भनेर भन्ने गरिन्छ, अबु भनेको माझी, ओइन्सोन देब्रे हात, ओरुन्सोन दाहिने हात, आक्सुआदा हात मिलाउनु, एवी शिष्टता, त्यस्तै ओइगुकिन विदेशी, छङ्बो सूचना, छिगपम्याङ भनेको पेसा, छिगप भनेको पेसा भयो, छिगपम्याङ भनेको पेसा अथवा पेसाको नाम, छिगपम्याङ पेसा, छोगुम अलिकति, छमन पसले, छासिन आफू, त्यस्तै छिवी पद, छुरो प्राय, खाम्बोडिया कम्बोडिया, किर्गिस्तान किर्गिस्तान, त्यस्तै थाजिसिखिनान भनेको यो ताजिकिस्तान भनेको ताजिकिस्तान, त्यस्तै गरेर पाकिस्तान, फिलिपिन्स, हाङ्गुक कोरिया, हाक्सुप मोक्फ्यो सिकाइको उद्देश्य, हाक्सेङ विद्यार्थी, त्यस्तै होइसावन कम्पनीको कर्मचारी, हरि कम्मर र अन्तिममा छ वल्सिन भनेको ज्यादै,
ज्यादै